बारम्बार भिटामिन बी कम्प्लेक्सको सेवन गर्दा समेत तपाईँको मुखमा अथवा ओठमा आएको घाउ निको भइरहेको त छैन, अथवा तपाईँले विभिन्न खालका सप्लिमेन्टहरूको सेवन गरिसक्नु भएको छ, आइरन, फोलिक एसिड अथवा जिङ्क, ती सेवन गर्दा समेत तपाईँको समस्या निको भइरहेको छैन भने यो भिडियो तपाईँको लागि हो। नमस्कार सम्पूर्णमा, म डाक्टर दिपेन देवकोटा, आयुर्वेद चिकित्सक। यो समस्यालाई आयुर्वेदमा मुखपाक भनेर भन्ने गरिन्छ। सामान्यतया पित्त दोषको वृद्धि भएर यो समस्या हुने गर्दछ। यदि तपाईँ बारम्बार चियाको सेवन गर्नुहुन्छ, कफीको सेवन गर्नुहुन्छ अथवा लामो समयदेखि तपाईँ अल्कोहलको सेवन गरिराख्नु भएको छ भने यसले गर्दा पित्त दोषको वृद्धि हुन सक्छ। यसैगरी तपाईँले यदि स्पाइसी खालका खानाहरू खाइराख्नु भएको छ अथवा टुथपेस्टमा सोडियम लौराइल सल्फेट भन्ने तत्त्व भएको टुथपेस्ट प्रयोग गरिराख्नु भएको छ भने यसले गर्दा समेत तपाईँको मुखमा घाउ आउन सक्दछ। र तपाईँको खाने टाइम अलिकति मिलिरहेको छैन अथवा स्ट्रेस अथवा तनावमा हुनुहुन्छ भने यो समस्याले गर्दा समेत यो मुखमा हुने घाउलाई बढावा दिन्छ। तसर्थ आयुर्वेदमा भनिएका केही टिप्सहरू तपाईँले फलो गर्न सक्नुहुन्छ। अलिकति समस्यालाई ठिक पार्नको लागि तपाईँले स्ट्रेस फ्री रहेर बस्नुपर्छ। योग, ध्यान र प्राणायाम गर्नुहोस् र प्रशस्त मात्रामा पानी सेवन गर्नुहोला। अलिकति तपाईँले ओरल हाइजिनमा समेत ध्यान दिनुपर्छ। बिहान र बेलुकी दिनमा 2 पटक दाँत माझ्ने बानी बसाल्नुहोला। त्यसैगरी तपाईँले धनियाको दानालाई रातभरि भिजाएर बिहान खाली पेटमा पिउन सक्नुहुन्छ। एलोभेरा जुस अथवा अमलाको रस समेत सेवन गर्न सक्नुहुन्छ। र खानामा सागसब्जीको मात्रा बढाउनु होला र सलादहरूको सेवन समेत गर्नुहोला। त्यसैगरी तपाईँले कोकोनट अयल अर्थात् नरिवलको तेल अथवा तिलको तेललाई गन्डुसको रूपमा अथवा कवलको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। यति गर्दा समेत तपाईँको समस्या ठिक भएन भने नजिकको आयुर्वेद चिकित्सककोमा गएर परामर्श गर्नुहोला।